आजको दिन टेन्सनले गर्दा भिडियो अपलोड गर्न त मन थिएन, त्यही पनि 100 डे को च्यालेन्जले गर्दा गर्नै पर्यो। सो फेरि पनि स्वागत छ सबैजनालाई मेरो एउटा नयाँ मिनी भ्लगमा। आशा गर्छु सबै सन्चर राम्रै हुनु होला। आज हाम्रो 100 च्यालेन्जको डे 28 पनि भएछ। दिन चाहिँ 28 भन्दा बढी भइसक्यो, तर भ्युज र फलोअर्स भने बढेकै छैनन्। साथ सपोर्ट देखाउनु पर्यो के सबैजनाले। आज फ्राइडे भएकोले मेरो ड्युटी चाहिँ लेट हुन्छ। बिहान बुढीलाई काममा छोडेर फेरि रुममा गएर पानीमा भिजेर फेरि बुढीको सलुन जान थाले। बेंगलोरको मौसम त यस्तै हो के 5 मिनेट अगाडि पानी पर्दै थियो, 5 मिनेटमा यस्तो भयो मौसम। त्यसपछि म चाहिँ बुढीको सलुनमा आएर फटाफट बुढीलाई बुढीको खाना दिए। खाना दिएर म चाहिँ पुगे आफ्नो सलुनमा। सलुनमा पुगेर मस्त भिडियो क्लिपहरु बनाउँदै थिए। त्यतिकैमा मलाई खबर आयो कि पानी खतम भएको छ भने त्यसैले फटाफट गएर पानीको मोटर पनि अन गरिदिए। त्यसपछि लास्टै भोक लाग्यो जस्तो भएको थियो, त्यसैले चाहिँ नास्ता खानको लागि गए। नास्तामा चाहिँ आज फर्स्टमा चाहिँ ग्रीन टी खाए, त्यसपछि सलाद, त्यसपछि पराठा र यो ब्लू मोजिटो नि लिए। अनि सलुनमा आएर हेरेको त सबैजना आफ्नो काममा व्यस्त रहेछ। अनि त्यतिकैमा मलाई घरबाट फोन आयो, अनि बहिनी बिमार भएको सूचना पाए। यो खबर सुनेर त टेन्सनको साथमा टाउको पनि लास्टै दुख्न लागेको थियो। भिडियो अपलोड गर्न त मन थिएन, तर 100 डे को च्यालेन्जले गर्दा आज गरिदिए। यो चाहिँ आजको फर्स्ट कमेन्टहरु।